नमस्कार, स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानल BRPM मा। सो मोटो ब्लगिङ अथवा कुनै पनि ब्लगिङ गर्नुहुन्छ भने सबभन्दा फर्स्टमा दुईटै कुरा इम्पोर्टेन्ट हुन्छ हैन। एउटा भनेको चाहिँ भिडियो भयो, अर्को भनेको अडियो भयो। सो भिडियोको लागि चाहिँ मैले चाहिँ युज गर्दै छु iPhone 14 Pro Max हैन र मोटो ब्लगिङको लागि चाहिँ म युज गर्छु Insta360 Expo। सो यिनीहरु दुवैको क्वालिटी चाहिँ आई थिंक इट्स सफिसिएन्ट इनफ एज अ बिगिनर मोटो ब्लगर at the moment for good video qualities. अब अडियोको लागि चाहिँ आई रियली ह्याड टु स्ट्रगल अ लट। फोनबाटै सुट गर्दाखेरि पनि अडियो क्वालिटी राम्रो आउँदैन, अलिकति पर गयो कि हुन्छ नि बोलेको कुराहरू नसुन्ने त्यस्तो प्रब्लम भइ नै हाल्छ। नर्मल कुरा भइहाल्यो, यो जेनरल कुरा। र Insta360 Expo कनेक्ट गरेर हेलमेट माउन्टमा कनेक्ट गरेर मोटो ब्लगिङ गर्दाखेरि पनि त्यसमा पनि विविध समस्याहरू आइलाग्यो र मैले धेरै प्रब्लमहरू फेस पनि गर्न पर्यो। सो आज चाहिँ म भिडियोको कुरा नभएर अडियोको बारेमा चाहिँ कुरा गर्न गइरहेको छु। DJI माइक मिनी युज गर्छु है। सो DJI माइक मिनी चाहिँ अहिले चाहिँ तपाईको एकदमै अफर प्राइसमा आइरहेको छ ओले स्टोरमा। क्या बात है सर, तपाईहरु चेक आउट गर्नु होला। त्यो 25-26 हजार मा सुरु भएको यो DJI माइक मिनीको कम्बो सेट है। यो अहिले चाहिँ जम्मा तपाईहरुको 18,500 मा तपाईको अवेलेबल छ ओले स्टोरमा। यो भइहाल्यो। सो यसमा यो एउटा माइक हुन्छ, अर्को एउटा माइक भयो अनि एउटा रिसिभर भयो हैन। सो यो चाहिँ यही चिराउने हो तपाईहरुले फोनमा हैन। सो योसँग आउने भनेको चाहिँ यो USB-C वाला एउटा यो आउँछ, यो एडाप्टर है। अनि यो लाइटनिङ एडाप्टर चाहिँ हुँदैन है। सो यो चाहिँ यसमा आउँदैन। यो चाहिँ छुट्टै किन्न पर्ने हुन्छ। अब यसको मात्रै तपाईको यो तपाईले छुट्टै किन्दाखेरि चाहिँ तपाईलाई त्यो 3500 4000 पर्छ हैन। सहिलेंगे थोड़ा सा। सो यसैलाई चिराउने हो हाम्रो यो रिसिभरमा हैन, यतापट्टि चिराउने ठाउँ हुन्छ। सो यता चिराउने हो अनि त्यसपछि यो त्यसमा चिराइसकेपछि टक्क यता आइफोनमा चिराउने 14 Pro Max मा। यदि तपाईहरुको 15 16 छ भने यसैले काम गरिहाल्यो है। अब Insta360 ठ्याक्कै यहाँनिर जान्छ अनि त्यसपछि यो चाहिँ Insta360 Expo भइहाल्यो है। अनि यसैलाई यहाँनिर राख्ने हो। अनि त्यसपछि मसँग चाहिँ इन्टरकम पनि छ है। यो इजासको Q8 भन्ने इन्टरकम पनि छ। सो दिस इज हाउ इट लुक्स, Q8 भन्ने इन्टरकम। सो यो चाहिँ तपाईको लगभग 8500 जति पर्छ यो इन्टरकमलाई। सहिलेंगे थोड़ा सा। ठ्याक्कै यसरी बस्छ अनि त्यसपछि चाहिँ अगाडि पछाडिबाट यहाँ बटनहरु हुन्छ। सो यताबाट सुटहरु गर्ने। सो अब चाहिँ म तपाईहरुलाई इन्टरकमबाट चाहिँ कसरी यो Insta360 लाई इन्टरकममा कसरी कनेक्ट गर्ने र इन्टरकमको माइक कसरी युज गर्ने भन्ने सानो टिप्स म यहाँ शेयर गर्न गइरहेको छु है त। अलराइट, सो अब अन गर्दियौं यो इन्टरकमलाई पनि। सो इन्टरकमलाई चाहिँ तपाईको यो बिचको बटन हुन्छ, यसलाई चाहिँ एकछिन थिचेपछि यो अन हुन्छ। सो एज यु क्यान सी एन्ड इट्स यो बिपिङ ब्लू। अब यो भनेको यो अन भइसक्यो है। सो यो इन्टरकम चाहिँ यहाँनिर छेउमा यसरी लक गरिएको हुन्छ। सो यहाँनिर एउटा यो लक हुन्छ, यो लक टक्क भित्र चिराएर अनि यो इन्टरकम चाहिँ टक्क मजाले यहाँ अड्काउने हुन्छ हैन। अनि त्यसपछि अब यसको चाहिँ भित्रबाट यहाँ सबै तार हुन्छ। यहाँनिर स्पिकर एउटा भयो अनि यहाँनिर एउटा स्पिकर भयो लेफ्ट एन्ड राइट। अनि त्यसपछि यसको घुमाएर माइक चाहिँ मैले टक्क यहाँनिर। सो अब यो इन्टरकम र यो Insta360 लाई भाया ब्लुटुथ हामी कनेक्ट गरौँ है त। सो त्यसको लागि सबभन्दा फर्स्टमा चाहिँ यो इन्टरकमलाई चाहिँ हामीले पेयरिङ मोडमा लानु पर्ने हुन्छ। सो पेयरिङ मोडमा लानको लागि चाहिँ यो बिचको बटन र अघि थिचेकै बटन र हाम्रो यतापट्टि प्लस भोल्युमको बटन छ, यसलाई चाहिँ हामीले दुवैलाई एकैचोटी थिच्नु पर्ने हुन्छ है त। रुको जरा सबर करो। सो यसरी चाहिँ अब यो पेयरिङ मोडमा गयो। सो यसरी चाहिँ टक्क अब हामी यहाँ सेटिङ्समा यसमा जानुपर्ने हुन्छ। यो एउटा आइकनमा, यो इयरफोन जस्तो आइकनमा यसमा क्लिक गरिसकेपछि यहाँनिर टक्क रिट्राई गरेपछि यसले अब सर्च गर्न थाल्छ। सो यहाँनिर टक्क Q8 भनेर देखाइसक्यो। अब यसलाई हामीले यसरी थिचेर कनेक्ट गर्ने हो। सो ब्लुटुथ हेडफोन्स कनेक्टेड भनेर आइसक्यो। Insta360 र यो इन्टरकम कनेक्टेड भइसक्यो है। सो यसको क्लिप अब म तपाईहरुलाई राखिदिन्छु हैन। कस्तो आवाज आइरहेको छ हैन, तपाईहरु आफै हेर्नु होला।
ओके अलराइट सो अब चाहिँ अहिले चाहिँ मैले ठ्याक्कै यो Insta360 क्यामेरालाई मैले उसमा कनेक्ट गरेँ है ब्लुटुथ थ्रु यो इन्टरकममा कनेक्ट गरेँ जस्ट टु चेक द माइक क्वालिटी अहिले चाहिँ मैले भाइजर ओपन गरेर म कुदाइरहेको छु होइन सो यहाँनिर अब अलिकति डाँडामा हाइटमा छु म सो अलिकति विन्ड नोइज चाहिँ अलिकति बेसी हुनैपर्ने हो खासमा बट देन लेट्स सी हाउ गुड इज द अडियो क्वालिटी अन दिस माइक है र फर्चुनेटली मैले इन्टरकम किने यो चाहिँ राइडहरू जान अब साथीभाइहरूसँग गफ कुराहरू गर्दै राइडहरू जानको लागि किनेको हो यो खासमा होइन तर यसमा पनि माइक हुन्छ सो आई जस्ट थट लाइक हुन्छ नि यसको माइक चाहिँ यसमा ब्लुटुथबाट कनेक्ट गर्दाखेरि चाहिँ कस्तो क्वालिटी आउँछ भनेर सो आइम जस्ट ट्राइङ टु चेक द क्वालिटी होइन र प्लस त्यो खत्म बाय बाय टाटा गुड बाय गया अगाडि कुदाउनेले फेरि हेलमेट लगाएको छैन पछाडि बस्नेले हेलमेट लगाइरहेछ पार्किङ लाइट बालेको छ के हो झन्डै खस्यो अघि भर्खर त्यहाँ सो अहिले चाहिँ म अलिकति ट्राफिक भएको एरियामा पनि आइसकेँ सो यदि यहीँनिर यदि राम्रो क्वालिटी भयो भने त द्याट विल बी भेरी भेरी हुन्छ नि गुड न्युज यहाँ पनि बोल्ने कोसिस गरौँ होइन बोल्दाखेरि अब यो ट्रकको अगाडि साउन्ड राम्रो आउँछ कि आउँदैन भनेर ट्राई गऱ्यौँ नम शिवाय म कस्तो आँखै खाने लाइट बालेको सिभिक सेन्स छैन हेड के हो कम्पनीले नि बनाइदियो ओके सर तपाईँहरूले त्यो क्लिप हेर्नुभयो अब चाहिँ म तपाईँहरूलाई यो Insta360मा यो माइक एडाप्टर युज गरेर र DJI माइक मिनीको ट्रान्समिटर जोडेर आउने क्लिप राखिदिन्छु तर त्योभन्दा अगाडि कसरी राखिन्छ त्यसलाई म त्यो क्लिप राखेर अनि त्यसपछि राइडिङ क्लिप राखिदिन्छु है त धन्यवाद सो नर्मली सबै Insta360 X4 ओनर मोटो ब्लगरहरूले चाहिँ नर्मली के गर्नुहुन्छ भन्दाखेरि चाहिँ यो माइक एडाप्टर हुन्छ त्यो माइक एडाप्टर र यो एउटा 3.5 mm को ज्याक किनेर त्यसपछि त्यसैलाई कनेक्ट गरेर मोटो ब्लगिङ गर्नुहुन्छ भन्दाखेरि चाहिँ आई डु नट रिकमेन्ड द्याट वे किन भन्दाखेरि त्यस्तो गर्दाखेरि चाहिँ तपाईँको यो माइक चाहिँ यो माइकहरू यस्तो यो 3.5 mm को माइकहरू एकदम धेरै चाँडै बिग्रिराख्नु हुँदो रहेछ कि प्रब्लम अब यो अलिकति राम्रै खालको हो यो होइन यो 1500 2000 जति पर्छ 1500-1600 जति पर्छ सो यही माइक पनि तपाईँको चाँडैभन्दा चाँडै बिग्रिँदो रहेछ कि यो बिग्रिराख्ने सहलेंगे थोड़ा सा सो मेरो सजेसनमा चाहिँ सबैभन्दा बेस्ट चाहिँ यसरी यो DJI माइक मिनी किनिसकेपछि चाहिँ डुअल पर्पजको लागि एउटा अघि मैले तपाईँलाई भने जस्तो फोनमा राख्ने जुन मैले अहिले सुट गरिरहेको छु त्यो एउटा वे भइहाल्यो फोनबाट सुट गर्नलाई र अर्को भनेको यो Insta360 Expo को लागि चाहिँ सबभन्दा बेस्ट सोल्युसन अब म तपाईँलाई कसरी गर्ने भनेर देखाउँदैछु है त सो मसँग छ यो एउटा सानो पाउच होइन अब यहाँभित्र के छ त भित्र अब यो कातर कुतुर सामान यो एउटा मेन माइक एडाप्टर यो हो है यो एउटा माइक एडाप्टर भयो भने यो डबल यो 3.5 mm को दुईतिर दुईटा पोइन्ट भएको ज्याक चाहिँ यो DJI माइक मिनीमै आउँछ है सो यसलाई चाहिँ तपाईँले Insta360 Expo मा जोड्ने अनि त्यसपछि यो अर्को एन्डलाई चाहिँ तपाईँले रिसिभरको यो DJI माइक मिनीमा आएको रिसिभरको एन्डमा जोड्ने र त्यसलाई एट्याच गर्ने है त सो त्यति गरे पुग्छ ओके सो वान एन्ड यो माइक एडाप्टर भित्र एउटा यो एन्ड गयो भने अर्को हाम्रो यो रिसिभर छ DJI माइक मिनीको यो रिसिभर भित्र अर्को एन्डमा यो यसरी गयो हैन यो भयो तपाईको माइक हैन यो भयो रिसिभर सो यसरी कनेक्ट भइसकेपछि अब यो माइकलाई तपाईले कहाँ राख्ने भन्ने कुरा हो सो यसमा चाहिँ तपाईको नोइज क्यान्सलेसन अन अफ गर्न मिल्यो सो नोइज क्यान्सलेसन अब अहिलेलाई चाहिँ म अन गरेर राख्दिन्छु सो अहिलेलाई चाहिँ अफ छ हैन सो यो पावर बटन हुन्छ यसलाई एकचोटी थिच्देपछि यो अन हुन्छ त्यसो यहाँनिर तपाईले देख्नुभयो यो येलो लाइट बल्छ हैन सो येलो लाइट बल्नु भनेको चाहिँ नोइज क्यान्सलेसन अन हुनु हो यसलाई एकचोटी थिच्न साथ फेरि यो अफ भइहाल्छ यो इन्टरकमको माइक भइहाल्यो सो यो इन्टरकमको माइकको यो जुन एउटा सानो स्प्रिङ जस्तो स्ट्यान्ड छ सो यसैमा यो माइकलाई पनि टक्क मजाले च्यापेर राख्दिने क्या बात है सर क्या बात है सर ओके सो फाइनली चाहिँ यसरी सेटअप हुन्छ है त तपाईको
So right now I'm connected into DJI Mic Mini for the audio to my Insta360 X4 है. So यसको लागि चाहिँ मैले mic adapter चाहिँ युज गर्नुपर्ने भयो. So I have used an external mic adapter र त्यसको थ्रु चाहिँ मैले DJI Mic Mini कनेक्ट गरेको छु ट्रान्समिटर लगाएर. So let's hope the audio quality is good है. So साउन्ड चाहिँ यतिको आइरहेछ अहिले है. So let's see हुन्छ नि how it sounds. चाहिँ मैले भाइजर लगाएँ. So audio should be much more better अहिले पनि झन् हैन. टक्क यो टर्निङ हुँदै जाउँ. यहाँबाट चाहिँ यहाँ चेकिङ हुँदै रहेछ आजकल है. सो इट्स भेरी गुड है. चेकिङ हुनु भनेको जडियाहरू हिँडिरहन्छ फर डुइङ देयर ड्युटिज होइन. रातभरि हाम्रो लागि यस्तो मुजी बौलाहरू हिँडिरहन्छ. आई थिङ्क यस्तै मुजी इडियट्सहरूले गरेर पनि एक्सिडेन्टहरू एकदमै धेरै बढेको क्या नेपालमा. र अर्को कुरा भनेको नसिक्ने. आज लड्यो घाउ भयो चोटपटक लाग्यो बट देन the way he will be driving next time is not going to change. केही सिक्दैन, केही नसिक्ने. जति नै ठुलो एक्सिडेन्ट होस्, जति नै चोटि एक्सिडेन्ट होस्, not learning from mistakes is एकदमै एनिमलिस्टिक भयो त्यो. म पनि बाटोमा बाइक राइड गर्दाखेरि रोड रेजेसहरू एकदम धेरै हुने गरेछु कि. कतिलाई सम्झाउने सकेसम्म हुन्छ नि. You have to tolerate and ignore. अब हुँदैन हो नि, आफ्नो गल्ती नै छैन, त्यही पनि परपर गऱ्यो भने त म त ओर्लेर पड्काइदिन्छु. अलिकति पछाडिको बारेमा नसोच्ने बानी छ. सो द्याट्स ब्याड होइन. तर सकेसम्म चाहिँ म टोलरेट गर्छु, सहन्छु र इग्नोरै गरिदिन्छु है. आउट अफ 100जनामा यु विल फाइन्ड लाइक 60 to 70% is all हुन्छ नि idiots and stupids on Nepali roads, to be honest. भन्दै हुन्छ नि I would like to end this short ride of my mic testing. I will see you on the video soon. ओके. सो तपाईँहरूले त्यो सबै क्लिपहरू हेर्नु नै भयो होला होइन. र मेरो लागि चाहिँ बेस्ट वे चाहिँ युजिङ DJI Mic Mini थ्रु दि रिसिभर. तर त्यही हो, अलिकति त्यो केसमा राख्न चाहिँ हल्का अप्ठ्यारो भएकै हो. सहलेंगे थोड़ा सा. बट देन द अडियो क्वालिटी इज रियली गुड. र अर्को भनेको चाहिँ यसको ब्लुटुथ होइन. यसको ब्लुटुथ कनेक्सन चाहिँ मैले ट्राई नै गरिनँ. ट्राई चाहिँ गरेँ होइन, तर त्यो भिडियोमा राख्न मैले त्यसलाई लायकै सम्झिनँ. किनभने ब्लुटुथ युज गरेर तपाईँले यो DJI Mic Mini युज गर्न चाहनुहुन्छ भने चाहिँ इट्स नट वर्थ इट. इट्स रियली नट वर्थ इट. यो रिसिभरहरू युज गरेर जति राम्रो क्वालिटी आउँछ त्यसको कम्पेरिजनमा चाहिँ ब्लुटुथ इज एब्सोल्युटली रबिस नै भन्छु म. सो डु नट युज ब्लुटुथ कनेक्सन. यो आफ्नो भ्यू हो. सो मेरो भ्यू अनुसार चाहिँ द बेस्ट वे to use is receivers है त. सो आई होप यु इन्जोयड दिस भिडियो र यसबाट केही इन्फर्मेसनहरू तपाईँहरूको लागि चाहिँ हेल्पफुल भयो भन्ने म आशा गर्दछु. र यसरी नै तपाईँहरूलाई कुनै अरू पनि धेरै हेल्पफुल चिजहरू ल्याउन सक्छु भन्ने मेरो जोस सधैँ रहिरहनेछ, जागर रहिरहनेछ भन्दै आजलाई चाहिँ म यो एपिसोडबाट साइन आउट हुन चाहन्छु. र मलाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला. मलाई एकदम सब्सक्राइबर चाहिरहेछ. सो म चाहिँ तपाईँहरूलाई युजफुल र हेल्पफुल हुने कन्टेन्टहरू ल्याउने कोसिस गर्छु. जुनसुकै केसमा, चाहे म ट्राभल भ्लग बनाउँदाखेरि पनि त्यो ट्राभलिङहरूको बारेमा, रोड कन्डिसन्सहरूदेखि लिएर कहाँ घुम्न जाने, कहाँ घुम्न नजाने, के छ अवस्था त्यो, सो यिनीहरूको बारेमा भिडियोजहरू बनाएर आउँछु भने बाइक ग्याजेट्स, मोटो ब्लगिङ ग्याजेट्स, बाइक र अरू जुनसुकै जेको बारेमा नि मैले भिडियो बनाउँदाखेरि चाहिँ म सक्दो तपाईँहरूलाई चाहिँ हेल्पफुल र युजफुल इन्फर्मेसनहरू दिने कोसिस गर्नेछु. ये लड़का बहुत ही मेहनत कर रहा है. प्लीज इस वीडियो को भाइरल कर दो और सुपर से डुपर बना दो प्लीज. साथै हल्का फुल्का रमाइलो भनेको त सधैँ छ है त. सो सब्सक्राइब, प्लिज सब्सक्राइब चाहिँ गर्नु होला मलाई. यति भन्दै आजको लागि म बिदा चाहन्छु है त. ल बाई बाई. जय श्री राम.
बाय बाय टाटा गुड बाय।